निर्णायक मण्डल, विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक शिक्षिका तथा सहभागी साथीभाइहरू, म सीता पुञ्जली स्वप्न संसार कक्षा 5 मा अध्ययनरत छात्रा। आज भानु जयन्तीको अवसरमा इसानद्वारा आयोजना गरिएको यस कविता वाचन तथा लेखन प्रतियोगितामा हजुरहरू सामु एउटा सानो कविता वाचन गर्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ चेतनाको कुनो। मेरो चेतनाको कुनाले किन कब्जा गर्छ मेरो मन, मेरो चेतनाको कुनाले किन कब्जा गर्छ मेरो मन। नाता सम्बन्ध तोड्न खोज्दा शरीरमा बगेका रक्त सञ्चार चेतनाका कुना कुनामा सञ्चारित नहुँदा सपना बन्दी बनेको छ, अहिले सपना बन्दी बनेको छ। भोक रोग पीडाको सङ्ग्राममा आफ्नै अस्तित्वको खोज हुँदा बिस्तारै खोजिँदैछ सपना, खोजिँदैछ भाग्य र भविष्य, बिस्तारै खोजिँदैछ सपना, खोजिँदैछ भाग्य र भविष्य। तमासाको साक्षी बसेर आफै हेर्दैछु भविष्यको पीडामय रमिता, आफै हेर्दैछु भविष्यको पीडामय रमिता। जीवनको गहिरो आशामा रुमलिँदा समयको अनुपस्थितिले छड्के मार्छ। कोलाहल वर्तमान सुदूर पुगेर छाड्न मान्दैन मलाई। विषाक्त भूत र अर्थहीन भविष्य प्रेमिल बन्ने प्रयासमा सपना सुदूर बनाउन सकिन, सपना सुदूर बनाउन सकिन। धन्यवाद।